भिडियो मात्रै खोलेछु यो चाहिँ रेकर्ड चाहिँ गरेकै रहेन रहेछु ए गाइस इन्द्रेनी रेनबो यो त्यो अघि हामी बसेको ठाउँको पानीले हो क्या रेनबो हिँड गाइस म चाहिँ अब हामी चाहिँ क्याम्पिङतिर छौँ होइन यो एकदम टेनेसीको क्याटलिङबर्ग भन्ने ठाउँ जाने बाटो हो बाटो तपाईँहरूलाई देखाउँछु कस्तो खतरा छ भनेर तपाईँहरू हेर्दै जानु ल गाइस टक्क म टिकटकमा भिडियो बनाएर आज चाहिँ मौका पाएछु यार मैले टक्कसँग काट्दै हाल्ने भिडियो बनाउनु उयो लाइभ होइन नि त यो भिडियो रेकर्ड गरिरहेको छु नि त अनि पछि उ गर्दै हाल्ने हो स्पिड लिमिट भनेको 35 छ सर 45 मा हुनुहुन्छ अहिले थामिसक्नु हुँदैन हेर्दै जाउँ है गाइस बाटो चाहिँ पानी छिटो खालिहाल्यो होइन त्यो त्यही भएर हिँडेर लागेको हो नि त पानीमा चिप्लिन्छ है गाइस माछा झारेछ कसले यहाँ मुनि चाहिँ खोला कुद्छ होइन खोलाको डिल छ यो बाटो चाहिँ खुट्टा काँप्छ यो कुदाउँदा चाहिँ गाइस होइन गाडी कुदाउनु पर्यो भने वान अफ द हाइएस्ट जङ्गल हो घनघोर जङ्गल भनिन्छ यसलाई चाहिँ घनघोर उताबाट आउने गाडीको स्टप साइन छैन सरकार आउँदैछ रोक्नु होला गयो फिडिङ वेल प्लान्ट एन्ड पिकिङ प्लान्ट भन्छ हेर त भालु निस्किन्छ गाइस हिजो राति चाहिँ भालु आएको थियो हाम्रो क्याम्प ग्राउन्डमा होइन कसो गरेर भन्दा नेपाली चाहिँ बुझेर हामीले पठाएको छौँ आज राति नै आउँछ भने चाहिँ भेट्नलाई होइन बियर खान आउँछु भनेको छ होइन ओइ आइस बोकिएन रहेछ त पैसा तर जल लुट्नु लुटेको हुन्छ नि कति जल धेरै पो हुन्छ गाइस बाटो हेर्नु है यहाँनिर गाइस दिल थामेर हेर्नु होला है बाटो चाहिँ यहाँ मुनि खोला छ त्रिशुली जस्तै हो यो त्रिशुली जस्तै त नभनौँ अब यो सानो छ तर सानो चाहिँ पानी चाहिँ यस्तो चिसो छ नि फेरि यो आज हामी यहाँ नआएको थियौँ होइन एकदम पहाडलाई फुटाएर बाटो बनाएर लगेछ स्लो डाउन आरामले जानुपर्छ स्लो डाउन बिस्तारै यता भित्तामा झन् सजिलो होइन खोल्छीमा जाँदैन त गाडी गइहाल्यो नि त भित्तामा त जान्छ खोल्ची नगयो होइन खोल्चीमा नगए पनि उता भित्ता तासिन्छ नि त गाडीले टर्नमा अब हेर यहाँबाट पहिरो लडेको रहेछ गाइस यहाँ माथि रुख ढलेको रहेछ यो चाहिँ यो नेपालतिर यतिको जङ्गलमा हो भने चाहिँ बाँदर लाग्छ गाइस यहाँ चाहिँ भालु लाग्छ है ब्ल्याक बियर भनेर भन्छ टक्कसँगले बाँदर चाहिँ हुँदैन बियर खान्छ बसेर ए स्लो डाउन बियरहरू खान्छ टक्कसँगले पानी अझै रहेको रहेछ कि यता आइसकेको कि उता रहेर पासो भइरहेको नि त यहाँ बाइक आउँदैछ गाइस बाइक बाटोको उता सोल्जर छैन गाइस होइन एकदम सुतामा नापेर हिँड्नुपर्ने हुन्छ
अनि यी छोएला जस्तो छ त यस्तो डेन्जर कर्भ छ नि यो सर फेरि एउटै हातले जान्छ हो यो दुईटा हात लाग्दैन यो हेर्नु गाइस यस्तो पहाडलाई चाहिँ यहाँ फुटाएर होइन बाटो बनाइएको छ एकदमै धेरै डेन्जर हो क्याम्पिङ इफेक्ट तपाईँहरूले यहाँनिर मान्छे चाहिँ यति धेरै आउँछन् नि होइन किरण भाइ मान्छे भनेको चाहिँ अब के भन्ने र कति हो कति अगाडि हाम्रो अगाडि एउटा जिप छ होइन पानी परिरहेको छ होइन हुडसुट खोलेर इन्जोय भइरहेछ वेदर गर्मी अहिले कति छ टेम्परेचर 75 होला 70 छ ए स्लो डाउन है गाइस यस्तै पो हुन्छ है करेप झ्याप हुन्छ है गाइस यता हेर्नु रुख चाहिँ कति अग्लो छ यहाँतिरको भने सुरिलो छ यो रुखको चाहिँ नाम मैले पनि चिनिनँ होइन मैले नेपालतिर नदेखेको रहेछ यो रुखहरू खोला तलबाट दुईटा खोला जोडिएको छ होइन दुईटा खोला भन्दा नि आइल्यान्ड भएको रहेछ बिचमा चाहिँ यहाँ चाहिँ अब गाडी यतातिर पुल गरेर होइन माछाहरू मार्न सकिन्छ यहाँनिर एकजना हाम्रो को मित्र हुनुहुन्छ रोकिरहनु भएको छ गाडी होइन अब यहाँ रोकेर टक्क फिसिङ गर्ने हो तल तर गलत ठाउँमा रोक्नु है होइन रोक्ने ठाउँमा रहेछ माछाहरू चाहिँ फेरि अर्ग्यानिक पाउँछ यहाँ चाहिँ केही यस्तो उस्तो नखाएको होइन जाने हो तपाईँको हामी जम्मै कति माइल्स आएछौँ 9 माइल्स आएछौँ होइन कि 15 माइल्स आयौँ 15 माइल्सलाई चाहिँ 1 घन्टा लाग्छ यत्तिकै रेगुलर हो भने चाहिँ अब यो गाडीलाई 12-13 मिनटमा हामी त्यति कुद्छौँ तर यहाँ चाहिँ ठ्याक्कै 57 मिनट लाग्छ यो पोस्टेड स्पिड लिमिटमा हिँड्दा पनि र हिँड्न पनि सकिँदैन धेरै स्पिड उँधो हेरे खोला उँभो हेरे भित्ता होइन स्पिड गरिसक्दा गाडी यस्तो टर्निङतिर फ्याट्टै घुम्दैन ऊ टक्कसँगले 2025 को क्याम्पिङ समर क्याम्पिङ हो गाइज हामी चाहिँ होइन अहिले हाम्रो अलिकति सामान के पुगेन र हामी एउटा ग्यास स्टेसन पुगेर फर्किँदै गरेको तपाईँको क्याम्पिङबाट कुनै दोकानमा केही किन्न जानु पर्यो भने 1 घन्टा जङ्गलको बिचमा 1 घन्टा ठ्याक्कै ड्राइभ गरेर पुगेर अनि फर्किनु पर्ने हुन्छ गाइज यस्तै छ होइन नेटवर्कहरू आउँदैन यहाँ चाहिँ स्याटेलाइट फोनहरू मात्रै चल्छ त्यो पनि अब गाह्रै छ त्यसलाई पनि त्यही भएर मैले भिडियो रेकर्ड गरेको हो होइन म अपलोड गर्छु यो सँगले गाइजहरू हेर्नु होला कस्तो लाग्यो बाटो कस्तो लाग्यो तपाईँलाई क्याम्पिङ यो रमाइलो पिकनिक खाने ठाउँ कस्तो लाग्यो ए बिस्तारै हो उता सोल्टीले पुल गर्नु हो धेरै घुमेर चक्कर लाग्यो होला बाटै त्यस्तो छ उस्तै मान्छे त धेरै बेर बस्नु सक्दैन नि गाडीमा नि यसमा घुमाउरो बाटो छ त्यो तल्लो राइड गरेर जाने भन्दा त यो खतम हुने बाटो नि त्यता ठिक हुने कुरो त्यहाँ अलिकति त छ 2 माइल जति अघि खोला माथिल्लोपट्टि थियो अहिले यतापट्टि आयो गाइस खोला होइन माछा चाहिँ दामी नुहाउनलाई पनि दामी छ ठाउँ ठाउँमा पोखरी बनिएको छ होइन अहिले चाहिँ हामी उम्बै चढिरहेछौँ
ठक्क उहाँबाट हिँड्ने बित्तिकै भिडियो सुरु गरेको थिएँ किरण भाइ होइन ठ्याक्कै 10 मिनट भयो कुदिँदैन नि अलिकति स्पिड कुदाइसक्नु छैन अनि बिस्तारै है गाइस बिस्तारै हेर्न गाइस झन् भित्र जङ्गल पस्यौँ है गाइस हामी अहिले ए के गर्नु हुँदैछ देख्नु भएन रहेछ उहाँले झन्डै छिराउनु भयो कि यहाँ चाहिँ के हुन्छ नि गाइस अब यताबाट हामी गइरहेको छौँ 1 लेन रोड हो यो होइन यो हाम्रो गइरहेको छ उता अनकमिङ ट्राफिक लेफ्ट साइडबाट आउँछ यदि कसैले साइडमा पुल गरेको छ गाडी फेरि ब्याक टु हाइवे छिर्नु पर्यो भने चाहिँ तपाईँले एकदम मेक स्योर भएर लेफ्टपट्टिबाट पछाडि गाडी आउँदैछ कि छैन त्यो हेरेर मात्रै छिर्नुपर्ने हुन्छ ए आउँदै रहेछ यसले ब्रेक हानिहाल्छ नि भनेर चाहिँ स्वात्तै छिरियो भने चाहिँ अनि डुब्यो यताकोले ब्रेक हान्दैन अनि उसको केही हुँदैन उसको फुल राइट्स हुन्छ जसले गाडी छिरायो उसको गयो पानी उम्रेको रहेछ गाइस होइन यता खोला यस्तो छ कर पाउँदैछ बिस्तारै घुमौँ है गाइस हामी फेरि भिडियो त बनाइयो टावर छैन पोस्ट गर्ने मान्छे हुँदैन नि फेरि भिडियो पोस्टै भएन नि फेरि यता मजा आउँदैन कि टक्कसँगले रुखहरू ठुल्ठुलो लडेको छ होइन यसमा चाहिँ यता चाहिँ टोर्नेडोहरू आउँछ अनि यो मेन भनेको यो ठाउँमा चाहिँ यो जङ्गलमा चाहिँ हात्ती चाहिँ लाग्दैन गाइस त्यो चाहिँ ढुक्क छ तर भालु चाहिँ नि ओहो बाँदर जत्तिकै नि हो ए भर्खर यो पुलमा पो आइपुगिँदो रहेछ के छ नि अझै यतापट्टि त पार्किङ गर्ने ओ कता कुदाउँदैछ हो हेरेर है यो ठाउँलाई चाहिँ के पो भन्छ किरण भाइ स्मोकी ग्रेट स्मोकी माउन्टेन ग्रेट स्मोकी माउन्टेन होइन त हुस्से चाहिँ खतरा लाग्ने होइन त यो ठाउँमा केही देखिँदैन नि अलिकति छेउमा नि गाडी त पोसिबलै हुँदैन कुदाउन हामी गइरहेछौँ हाम्रो गन्तव्यतिर अनि हाम्रो परिवारहरू चाहिँ माथि हामीलाई पर्खेर बस्नु भएको छ होइन हामी बिस्तारै ड्राइभ गर्दै गइरहेछौँ यहाँ कथाङ्काल केही भइहाल्यो र कतै छिरिहाल्यो भने चाहिँ फोन पनि लाग्दैन गाइस मान्छे तल केही देखिँदैन पनि अनि त्यसपछि चाहिँ त्यही हो सम्झिने पानी छम्किने दोकान गएका थिए हाम्रा आएन नि त भन्दै पर्खेर बसिन्छ माथि चाहिँ त्यही भएर बाटो चाहिँ तपाईँहरूलाई मैले देखाइरहेको छु होइन यदि तपाईँहरू कोही आउनु हुँदैछ यो ठाउँमा आउनुभयो फेरि सो पिकनिक फ्यामिली टुरको लागि भने हामी जस्तै एकदम ड्राइभ चाहिँ सेभ गरेर आउनु होला एकदमै खतरा छ बाटो चाहिँ यस्तो त खतरा हानिदिन्थ्यो नि म भन्ने हिसाबले चाहिँ हिँड्यो भने चाहिँ सक्यो होइन त खोल्ची यहाँ तल नेपालमा यस्तो त म उडाउँथेँ भन्ने मान्छेको चाहिँ काम छैन क्या नेपालमा छोडी हामी पनि उता पर मधेसतिर निस्केपछि त उडाउने नै मान्छे हो हामी पनि तर यहाँ आएपछि चाहिँ एकदम पर्याप्त पारेर हिँड्नुपर्ने हुन्छ होइन हेर्नु त कस्तो घुमेर गयो त्यसले कसरी ब्रेक हाल्यो त्यहाँनिर घुम्न थालेपछि घुमै गर्छ बाटो अनि हेर त बाटो चाहिँ बनाएको हो नि त्यतिकै पिच छ गाइस फेरि बाटो है कहीँ गाडाङगुडुङ छैन ठिक्क गाडी आँट्ने उहिले कसो कुदायो नि किरण भाइ हो
यसको यताको टायर हेर त यल्लोमा हो त्यसरी भनेको क्या मैले सेफ भएर कुदाउने हो अगाडिबाट गाडी आयो भने मात्रै आफू हल्का यो बाटोमा ट्रक चाहिँ बाई चान्स पसिहाल्यो यत्रो माथि आउने त सम्भवै भएन होइन चढ्दैन घुम्दै घुम्दैन अलिक सिधा छ बाटो त्यो घुमाउनु छैन पिकनिक एरिया तर यहाँबाट त्यहाँ जस्तो टाइट रहनु छैन टाइट छ हाम्रो राइट टर्न आउन आँटेको छैन नि आएको होइन भर्खर यहाँ त आइँदैछ स्पिड लिमिट बढ्यो नि त अहिले 30 मा बनाइदियो नि त नि अहिले बेलुकाको 8:15 गर्छ गाइज होइन एकदम उज्यालो छ आजभोलि यो समरमा चाहिँ यो युएसमा चाहिँ के हुन्छ भने 9:30 होला होइन घाम डुब्ने 9:45 तिर मात्रै घाम डुब्छ तपाईँको भोलि पर्सि फेरि विन्टर लागेपछि त्यतिखेर चाहिँ 5 बजी चाहिँ झपक्कै नि होइन कि 4 बजी नै 4 बजी नै अँध्यारो हुन्छ अहिले चाहिँ यतिको अँध्यारो जङ्गलले गर्दा हो यो त जङ्गलले गर्दाखेरि टक्क देख्यो तर भिडियोमा चाहिँ पुरै जस्तो बाहिर छ त्यस्तै उज्यालै देखिँदो रहेछ होइन तर हेर्दा चाहिँ यता माथितिर हेर्नु घाम देखिरहनु भएको माथि हो रुखहरू चाहिँ एकदम सुरिलो हाँगाहरू चाहिँ सबै यो सायद भालु चढेर होला कि मुनिको सानै भाँचिहाल्दो रहेछ ओइ तर ब्रेक हाने है सोल्टीले हेर त यस्तो छ गाइस भिडियो हाम्रो लामो हुने पर्यो है के भन्छ एकदम अल्छी नमानिकन लास्टसम्म नै हेरिदिनु होला तल कमेन्ट्स पनि छोड्नु होला सबैजनाले कस्तो लाग्यो भनेर है म तपाईँलाई यो ठ्याक्क पुगेकै ठाउँमा पुऱ्याएर टक्क देखाएर झ्याप्प म सकिदिन्छु भिडियो पनि सुझाव सल्लाह र ठाउँ कस्तो लाग्यो भनेर चाहिँ कमेन्ट छोडिदिनु होला गाइस अब यो पहिलो भिडियो हुन्छ होला सायद मेरो भिडियोमा के अरे युट्युबमा होइन अरू त छ तर यसरी यो क्याम्पिङहरू आएको गरेको पिकनिकतिर आएको चाहिँ एक्सपिरियन्सेस हो आफ्नो एक्सपिरियन्स सेयर गरौँ न भनेर चाहिँ मलाई म हिजै अस्ति आउँदैखेरि रेकर्ड गर्न मन लागेको थियो कि किरण भाइ म ड्राइभ गरिरहेको थिएँ अरू सबै यसरी ढोका समातेर बस्ने मात्रै होइन डरले अनि कसले बनाउने यो एक चरण छ नि हो किरण भाइ सकेको छैन भर्खर उकालो चढिँदैछ खोला घुमेर राइटमा आउँछ अनि राइटको आइसक्यो नि घुमेर फेरि राइटपट्टि आउँछ नि त अनि फेरि खोला छोडिएर चाहिँ उता क्याम्पिङपट्टि बस्छ हामी चाहिँ यता गरेर खप्प हो स्मोक सुरु भइहाल्यो उससे चाहिँ यो ठाउँमा त्यही भएर स्मोक माउन्टेन भनेको स्मोकी माउन्टेन होइन त यहाँ चाहिँ राति चाहिँ पुरै भोले बाबाले गाँजा खाएर उडाए जस्तो उहाँ चाहिँ छ्याप्पै माथि हुस्से चाहिँ अघि अलिअलि पानी परेको अघि छप्पै भइरहेको छ धेर भएन 19-20 मिनट भयो हामीले भिडियो सुरु गरेको अझै 10 मिनट त जान्छ जस्तो लामो सर ब्रेक हान्दै जाउँ होइन भर्खर ब्रिज आउँदैछ अर्को राइटमा आयो खोला होइन त अहिले अहिलेसम्म लेफ्टपट्टि खोला राखेर हिँडिरहेको थियौँ हामी पास गर्न गाह्रो हुन्छ नि हो गाडी हेर्नुहोस् गाइस हुस्से सुरु भइसक्यो क्याम्पिङमा पानी परिदियो भने चाहिँ मजा आउँदैन क्याम्पिङ खत्तम हुन्छ गाइस हाम्रो होइन
चिया खालको ल्याउनु पर्ने रहेछ अनि छाता क्या ठुलो खालको तर होइन रोकिँदै यो परिसकेको होइन यो त पानीको झरेको मात्रै हो पत्ताको त्यसो चाहिँ हो हावाले त्यो हल्का हल्लिसक्दा झर्छ नि त पत्तामा राम्रो त्यही भएको मात्रै हो पानी परिसकेको यो कमजोर मुटु हुने मान्छे चाहिँ होइन अगाडि बस्दैन पछाडि घोप्टो परेर बस्ने हो सिटमा होइन अगाडि हेरिँदैन नि यहाँतिरको माटो चाहिँ कस्तो हुन्छ भने फेरि टक्क यो रोडको यो साइडमा अब सोल्जर छैन अब अलिकति स्पेस छोडिरहेको हुन्छ त्यो छैन यो माटोमा चाहिँ टायर तपाईँको गाडी गयो भने फर्केर आउँदैन कि माटो कमलो हुन्छ अनि ऊ तल माछासँग सरर रक फुटाएर ढुङ्गा फुटाएर चाहिँ टक्क गाइजु हाम्रो सरले खतराक पार्नु हुँदैछ है टर्निङमा त्यो पनि गइरहेको छौँ हामी होइन गरेन त्यो एउटा नेपालतिर ट्रक पछाडि लेखेको हुन्छ नि बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे त्यस्तै के भनेर भने त्यस्तै चाहिँ गाइज यहाँ चाहिँ अब सरर जङ्गल एकदम माउन्टेनको टपमा हो हामी बसेको चाहिँ क्याम्पिङ आएको चाहिँ नो नेटवर्क नथिङ 3 दिन भयो बिना फोन केही नचलाइ बसेको टक्क आगो बालेको छ होइन पकाएको छ खाएको छ रमाइलो गरेको छ 3 दिनको लागि आएको थियौँ आज अब सन्डे हो होइन पानी उम्रेको रहेछ है त्यहाँनिर ए खतरा भकिम्लो पनि हुन्छ भन्दै थियो किरण भाइ तिमीले मैले चाहिँ देखेको छुइनँ यो चुवाको फुल भन्छ होला यो फुलेको चाहिँ त्यस्तै देखेँ मैले नेपालतिर त्यस्तै देख्थेँ टेरीको बाटो त खतरा उकालो गइँदैछ गाइस होइन खोला यता तल छ एकदमै रिस्की छ बाटो पनि छन चाहिँ होइन रमाइलो छ ठाउँ शान्त छ शीतल छ एकदम पिसफुल छ होइन इन्टरनेट चाहिँ छैन इन्टरनेट चाहिँ इन्टरनेट त केही आउँदैन जस्तै पावरफुल फोन छ नेटवर्क छ भने पनि यहाँ चाहिँ आउँदैन 3 दिन भयो हामी दुनियाँदेखि कटअप भएर बसेको अब भोलि सोमबार चाहिँ हामी घर फर्किँदैछौँ होइन अनि 3 दिन के भयो कता कता के भयो विश्वमा के भइरहेछ भन्ने चाहिँ हामीलाई 3 दिन चाहिँ हामी हरायौँ यो धरतीबाट हराएकै जस्तो भयो नि त नि हराएकै जस्तो यहाँबाट होला है हाम्रो ठक्कसँगले अब हामीले पानी त झरेको रहेछ त्यसै नि सँगले हामी बसेको क्याम्पिङ गर्ने जहाँ बसेको त्यहाँ पुग्न आँट्यौँ घुमाइहेरौँ है गाइस घुमाइहेरौँ है सुपर जङ्गल हो यो सुपर डिप टेनिसीको एकदमै ठुलो डेन्जर जङ्गल हो यो त्यसमाथि तपाईँको भालु चाहिँ राति चाहिँ तपाईँले क्याम्पिङ जहाँ गर्नुभएको छ त्यहाँ चाहिँ आएकै हुन्छ कि
भिडियो बनाउने त के त्यहाँ बाहिर त्यो क्याम्पिङको ढोका खोलेर हेर्न पनि टेन्टको ढोका खोलेर हेर्न पनि आँट आउँदैन नि गाइस। भिडियो चाहिँ छैन मसँग होइन। ढाँट्यो भन्नुहुन्छ होला गुगलमा सर्च गरेर हेर्नुभयो भने ठ्याक्कै तपाईँलाई पिक्चर सहित आउँछ है त गाइस। हेर्नुहोस् यतापट्टि अब यो अघिदेखि देखाइरहेको खोला हो। यो हामी खोलाको डिलै डिल्छौँ म चाहिँ। पानी रकै हो त यो रुखकै झरेको हो। आकाश पनि अलिक उग्रे जस्तो देख्दैछ। उग्रेको त रहन्छ क्लाउडी नै छ छाना चाहिँ। सब जङ्गलै गाइसक्यो। सब यता जङ्गल खोला। यो चाहिँ उम्बो माउन्टेन हो, स्मोकी माउन्टेन हो होइन। पुरै यो के भन्छ हिमाल। बाघ भालु लाग्ने ठाउँ। बाघ चाहिँ मैले देखेको नि। भालु चाहिँ अब यो नेपालमा कुनै जङ्गल पस्यो भने बाँदर पस्यो भने लाग्ने जस्तो भालु लाग्छ यहाँ चाहिँ। हेर्नु उहाँ गाइस उतातिर क्याम्पिङ गरेर बस्ने मान्छेहरू सबै टेन्ट लाएर बसेको देखिराखेको छ पारिपट्टि होइन। देखिरहनु भएको छ। मैले चाहिँ देखिरहेको छु हल्का हल्का टक्कै। यो चाहिँ क्याम्पिङको मेन स्टेसन हो होइन। यहाँ के लेखेको छ रेजिस्टर क्याम्पर्स अन्ली भनेर चाहिँ रेजिस्टर गर्नुपर्ने हुन्छ। अफिस हो यो। 10 to 5 ओपन हुन्छ। यतापट्टि टन्नै छ मान्छेहरू होइन। अब हामी यहाँबाट यस्तो उम्बो जान्छौँ। 27 मिनट लाग्यो त किरण भाइ। यहाँ नुहाइरहनु भएको छ हाम्रो साथीहरू को हुनुहुन्छ होइन। हामी नै आज दिउँसो आएको थियौँ यहाँनिर एकछिन नानीहरूलाई लिएर होइन। स्मोक हो अलरेडी। स्मोक अलरेडी हुस्से लागिसकेको छ। एकपल्ट अलिकति पानी पर्ने बित्तिकै हामी हाम्रो स्पोर्टमा आइपुग्न आँट्यो। यो कतापट्टिको स्पोर्टमा हो नम्बर। गाडी त आज 3टा त यहीँ छ। वाइ नठोक्काउ त्यो तलको यो ठोक्किन्छ क्या। भेट्दैन मेरो चाहिँ भेटिहाल्छ गाडी। लगाइछ हामी चाहिँ आइसकेको छौँ यहाँनिर। म मेरो स्पोर्ट पनि देखाउँछु। त्यसपछि स्पोर्ट जहाँनिर हामी क्याम्पिङ खाँदैछौँ बसेको छौँ रमाइलो। यो देखाएपछि चाहिँ अनि म भिडियो अफ गरिदिन्छु होइन। यो चाहिँ सबै यो चाहिँ रेस्टरुम हो। यहाँ चाहिँ अरू आउने साथीहरूको पनि गाडी छ यो होइन। छुट्टा छुट्टै हुन्छ। जस्तो एउटा ग्रुप त्यहाँ, अर्को ग्रुप यहाँनिर, अर्को उतापट्टि, अर्को उतापट्टि 4वटा ग्रुप छ। यो खोला त अब म चाहिँ तपाईँहरूलाई देखाउन लाँदैछु होइन कस्तो ठाउँ छ भनेर। यहाँतिर चाहिँ अब यो ट्रास क्यानहरू पनि एकदम यो चाहिँ भालुले उगारेर उ गर्छ भनेर लक सिस्टम हुन्छ क्या। यहाँ लक गरेर नक्कसँगले यस्तो हुन्छ। पानी परेर हुस्से झ्याप्प लागेछ। यहाँ हाम्रो गाडी नआँटेर एउटा हाम्रो सरले उहाँ राख्नुभयो एउटा। यो यतापट्टिको यो अगाडिको मेरो हो होइन हाम्रो फ्यामिलीको। पछाडि हाम्रो भाइ हुनुहुन्छ मेक पौडेल सर उहाँको हो। यसरी गाइस यो एकदम घनघोर जङ्गलमा केही आउँदैन होइन। त्यहाँ छ एउटा क्याम्पिङ टेन्ट। त्यहाँ 2टा लगाएको छ। अरू चाहिँ ठक्कसँगले। ल गाइस तपाईँले यति बेरसम्म हेरेर साथ दिनुभयो त्यसको लागि थ्याङ्क यू। सब्सक्राइब गरिदिनु होला। बाँकी यस्तै रमाइलो ठाउँहरूमा गएको बेलामा
म फेरि भिडियो हालिदिन्छु है त बनाएर टक्कै 30 मिनट पानी त्यस्तै छ सबै तल त घाम लागिरहेछ ए यस्तो छ दुईटा के हो भनेर यस्तो छ सबै टेन्ट लिक भएछ सामान थन्काउन नभ्याएर